ल आज मेरो नेपालबाट पार्सल आयो है त सामान आयो है अनि लगभग यो छ 12 केजीको 12 केजी समथिङ है तिम्रो चेक गराउँछ अब म अनबक्सिङ गर्छु है त प्याकेज भिडियो बनाऊँ कि भनेर 12 केजीको छ के छ त्यसमा अब यसलाई सर्र खुलेर हेर्नुपर्ने हुन्छ कता कता हो के बक्स चाहिँ खतरै गरेछ प्याकिङ चाहिँ खतरै गरेको रहेछ कसरी काट्ने हो यार यसै नपाइन्छ त यार यस्तरी छेउमा त रहेछ नि त के छ अब यसमा है हेर्न पर्ने हुन्छ फर्स्टमै छ घिउ टक्क है घिउ सत्त खोलेर देखाऊँ न सबै एकदम गाउँको अर्ग्यानिक लोकल घिउ जापानमा टक्क काममा जाँदाखेरि हैन लोकल घिउ ट्याक्क भातसँग हान्ने जानी फर्स्ट टाइम नेपालबाट सामान पठाइदिएको कि त्यही भएर यसो भिडियो बनाऊँ कि भनेर बनाइदिएको प्याकिङ खतरा रहेछ काट्नै गाह्रो भयो क्या सब भिडियो हेरौँ कि भनेको कि घिउको पुरै ल है ल ओ माइ गॉड ल कोकको बोतलमा गाउँको लोकल भइसक्यो अर्ग्यानिक घिउ आइपुग्यो हैन त अच्छा लाग्यो भने त दाजु कति खाने अब घिउ रहेछ यसमा यो चाहिँ मकै र भटमास हैन त्यो मिक्स गरेको खाजा हो यो 2 पिस रहेछ यसमा हैन 2 पिस खाजा अनि आमामा के यस्तो भुजा हाम्रो कोसेली भन्ने भुजा 1 पिस हाम्रो कोसेली भन्ने के हो यो चाहिँ मकैको चिउरा होला सायद सादा मकै चिउरा मकैको चिउरा त्यसपछि
यो पनि के हो मिक्स नट्स खाजा रे यो पनि है के त्यस्तै खाजा आमा के पुरै खाजा यार यो चाहिँ भुटेको औवा कि उवाको खाजा अनि यो चाहिँ लोकल लसुन चब्बो भनेको त यार अक्कबरी सही अक्कबरी खुर्सानी लसुन के अर्को तिमुरको अचार यो चाहिँ घरमै बनाएको है तीनवटा रहेछ यार तीनवटा अचार यता आउँदैछ त छुर्पी अनि यता छ यो के हो यो हाम्रो कोसेली स्पेसल साटुरी अर्ग्यानिक यो चाहिँ मिक्स साटु रहेछ यो चाहिँ मिक्स साटु अनि त्यसपछि ओहो यहाँ छ यो चाहिँ एकदम अर्ग्यानिक गाउँबाट मगाएको होइन एकदम लोकल बेसार यो जापानमा अलि बेसार मिक्स पाउँछ कि अलिक प्योर पाउँदैन त्यही भएर यो बेसार चाहिँ दामी हो बेसार त्यसपछि यो चाहिँ यस्तो किल्टिङ पूजापाठको सामान होइन पूजा गर्नु पर्यो नि यसो खाएर मात्रै भएन काजु इन्डियाबाट ल्याएको काजु है यो चाहिँ मेरो बाबाले अनि 2 पिस ढुङ्ग्रो आमा वाइ त फेरि 2 पिस वाइ What is this? यो पनि टिमुरको अचार होला सायद यो चाहिँ अलिक खत्रै छ कि अलिक पिरो सिरो लाग्ला जस्तो गऱ्यो मलाई त टिमुरको अचार कि छोप भनौँ न घरमै बनाएको लोकल अर्ग्यानिक लास्टमा के रहेछ यो लास्टमा चाहिँ यो एउटा ढाका टोपी अनि गिटा पात के भन्छ समथिङ होइन ल भ्याइयो 12 केजी सामान भ्याइयो मलाई चाहिँ यति मध्ये एकदमै स्पेशल हैन लागेको मलाई के भनौँ यो खाजा अनि सबभन्दा मेन चाहिँ घिउ अनि बेसार जापानमा बेसार पाउन गाह्रो छ त्यही पनि एकदमै अर्ग्यानिक घरमै बनाएको बेसार यही हो ल धन्यवाद